फागुन 21 मा हुँदै गरेको प्रतिनिधि सभा चुनाव जहाँ परम्परागत शक्ति र नयाँ लहर बीचको टकराव केवल सडकमा मात्र होइन अब निर्वाचन आयोगको स्पष्टीकरणको टेबलसम्म पुगेको छ। प्रतिनिधि सभा सदस्यका 5 जना उम्मेदवारलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। निर्वाचन आचार संहिता विपरीत कार्य गरेको भनेर परेको उजुरीको आधारमा आयोगले स्पष्टीकरण सोधेको हो, जसमा झापा निर्वाचन क्षेत्र नम्बर 5 अर्थात् पूर्व प्रधानमन्त्री केपी ओली विरुद्ध उठेका उम्मेदवार बालेन्द्र शाह, सुनसरी 1 का उम्मेदवार हर्क साम्पाङ र रूपन्देही 2 का उम्मेदवार कमल भूषाल निकोलस रहेका छन् भने त्यस्तै गरी भक्तपुर 2 का उम्मेदवार महेश बस्नेतलाई पनि स्पष्टीकरण सोधिएको छ। अब यो स्पष्टीकरण के सन्दर्भमा हो र यसले के असर पर्न सक्छ, आउनुहोस् चर्चा गरौँ। चुनावी सरगर्मी यसरी बढेको छ कि धेरै नेताहरूले निर्वाचन आयोगको आचार संहिता पालना नगरेको पाइएको छ। यो सँगै निर्वाचन आयोगमा लगालग विभिन्न नेताहरूको उजुरी पर्दै गएको छ। चुनावी सरगर्मी बढ्दै जाँदा अब निर्वाचन आयोगले आचार संहिताको डण्डा पनि चलाउन थाल्न परेको छ। बालनलाई आफ्ना प्रतिस्पर्धी केपी ओलीको सामाजिक सञ्जालको पोस्टमा कमेन्ट गरेको विषयलाई लिएर आयोगले स्पष्टीकरण सोधेको छ। आयोगमा उजुरी परेपछि स्पष्टीकरणको लागि बोलाएको हो, जसले डिजिटल युगमा अभिव्यक्ति र आचार संहिताको सीमालाई लिएर नयाँ बहस पनि यहाँनिर देखिन्छ। अब यो चुनावी लडाई केवल झापा मात्र होइन। सुनसरी 1 का उम्मेदवार हर्क साम्पाङ जो आफ्नो मौलिक शैलीका लागि पनि चिनिन्छन्, उनलाई पनि चुनावी प्रचारमा बालबालिकालाई प्रयोग गरेको र टी-शर्ट लगाउन लगाएको आरोपमा स्पष्टीकरण सोधिएको छ। त्यस्तै जेनजी आन्दोलनको चर्चित चुनाव चिन्ह भन्दै जुत्ताको प्रचार गर्ने रूपन्देही 2 का उम्मेदवार कमल भूषाल निकोलसलाई पनि आयोगले सोधेको छ। अर्कातर्फ भक्तपुर 2 का उम्मेदवार महेश बस्नेतले बालनलाई लक्षित गरी प्रयोग गरेको छाउरा जस्ता शब्द र जानुका पाठकले दिएको घृणाजन्य टिप्पणीले नेपाली राजनीतिको भाषिक स्तरमाथि नै प्रश्न उठाइदिएको छ। यसरी निर्वाचन आयोगको डिजिटल गतिविधिदेखि सडकका सानातिना गतिविधिमा पनि सूक्ष्म किसिमको निगरानी राख्न कम्मर कसेर लागेको चाहिँ देखिन्छ। यसरी निर्वाचन आयोगले बालनलाई सामाजिक सञ्जालको कमेन्टका आधारमा स्पष्टीकरण सोध्नुले एउटा इन्ट्रेस्टिङ पार्ट, यसअगाडिका निर्वाचनमा भौतिक उपस्थितिलाई प्राय आधार मानिन्थ्यो, तर अहिले एउटा कमेन्ट वा हेट स्पिचले पनि उम्मेदवारी सङ्कटमा पार्न सक्ने सन्देश प्रवाह गरेको छ। अनि त्यस्तै गरी निकोलस भूषालले जुत्तालाई आन्दोलनको प्रतीक बनाएर प्रचार गर्नु र आयोगले त्यसमाथि आपत्ति जनाउनुले अब यसले पनि इन्ट्रेस्टिङ टर्न लिन सक्छ, किनभने उनले चुनाव चिन्ह जुत्ता लिएका छन्। अब यसलाई ब्रान्डिङ उनले इमोसनल एस्पेक्ट दिन गरेका हुन्, तथापि यो धेरै अर्थ लाग्न सक्छ। तपाईँ चाहिँ यस विषयमा के भन्न चाहनुहुन्छ? तलको कमेन्ट बक्समा आफ्नो विचार राख्नु होला है त। हम मधेश का बेटा है भने एउटा कुरा हुन्छ, हम मधेश का छाउरा है भनेपछि छाउरा भने के हो तपाईहरुले भन्नुस्? मधेशको छाउरो भने के हो? अब छाउरोको अर्थ के हुन्छ? हजुर मेरो मुखबाट के भन्नु, के हुन्छ छाउरोको अर्थ? हजुर के को बच्चा छाउरो भने? हजुर के को बच्चा? के को बच्चा छाउरो भन्नु न? के रे? मधेसको भन्नु भएन, मधेसका छाउरा हामी भन्नुभयो। के आरोप लागेको छ भने हर्क साम्पाङले बालबालिकालाई चुनावी प्रचार सभामा प्रयोग गर्यो भन्ने छ है। मैले त्यसको उत्तर त दिइसकेका छु, तथापि यो मासमा पनि, यो मिडिया पनि हुनुहुन्छ, यहाँबाट पनि दिन चाहन्छु। हर्क साम्पाङ यस्तो मान्छे हो जसलाई देख्दा केटाकेटी होइन बेसरी उफ्रिन्छन् के, रमाउँछन् होइन। मलाई देख्ने बित्तिकै केटाकेटीदेखि वृद्धसम्म जोसँग पनि म भेट्ने गर्छु होइन, हाँस्ने गर्छु, त्यसले गर्दाखेरि रमाउँछन्। अब मेरा समर्थकहरूमा थुप्रैजना तपाईँको चाहिँ नि छोरी चेली पनि हुनुहुन्छ, छोरा मान्छे पनि हुनुहुन्छ है। अब उहाँहरू चाहिँ तपाईँको चाहिँ नि अस्ति शनिबारको दिन हाम्रो घर दैलो गर्ने भनेर मैले एनाउन्स गरिसकेपछि मेरा तपाईँको चाहिँ नि समर्थकहरू, एकदम सच्चा समर्थकहरू आफ्नो बालबालिकालाई पनि लिएर आउनु भएछ। अनि तिमी बाड्दै हिँडेको यो तिमी जस्तो मान्छेले बाड्ने कुरा होइन नि त। यस्तो कुरा बाबा, यस्तो तिमीले बाड्दै हिँड्ने होइन नि त। सानो स्कुल जाने मान्छेले तिमीलाई थाहा छ यो के को हो भनेर? के को भन त? कसलाई दिँदै आउँदै हुनुहुन्छ बाबु? सबैलाई होइन? ल बिस्तारै तलबाट आउने, तलबाट उता सबै अगाडि नपुग्ने। वर्ष तपाईको
उम्मेदवारै खारेज भयो अहिले के छ त कसरी आउनु भएको छ जुन अधुरा बाचाहरू थिए जुन अधुरा सपनाहरू थिए जुन हामीले छैन महिना बुटोल र तिलोत्तमा बाछाहरूलाई जुन बाचाहरू गरेका थियौँ त्यो बाचा पुरा गर्न आएको छ अहिले के छ चुनावी चुनावी एजेन्डा भनेको चाहिँ एउटा राष्ट्रिय रूपमा एजेन्डाहरू हाम्रो के एजेन्डाहरू छन् जस्तै जुन जेनजीको मागहरू भयो है स्पेसल्ली यो प्रदेश खारेज र प्रत्यक्ष निर्वाचित कार्यकारी र विदेशमा भएकाले मताधिकार दिन पाउने व्यवस्था त्यो सँगसँगै शिक्षा स्वास्थ्य फ्री निशुल्क र नेपाललाई वैदिक सनातन हिन्दू बुद्ध किराँतलाई हामीले जोगाउनुपर्छ भन्ने हिसाबले राष्ट्रिय एजेन्डाहरू हुन् र त्यसै गरेर तिलोत्तमाको हाम्रो जुन अब धेरैवटा समस्याहरू छन् त्यो मध्येका मेन समस्याहरू भनेको जुन हाइटेन्सनको समस्या त्यहाँ तटबन्धको समस्या भित्री बाटोको समस्या र मेन चाहिँ जुन सरकारी मेडिकल कलेज बन्ने भनेर नबनेको कुराहरू छ र बुटोलमा जुन तपाईँले हेर्नुहुन्छ भने यो लुम्बिनी प्रादेशिक हस्पिटल मेडिकल कलेज बनाउनु धेरै वर्ष भयो तर अहिलेसम्म बन्न सकेको छैन मेनली म डक्टर भएको नाताले यो देशलाई स्वस्थ बनाउँछु खुसी बनाउँछु र शिक्षा स्वास्थ्य निशुल्क गर्नका लागि म लाग्छु भनेर त्यो बाहेक पनि ज्योतिनगरको पहिरो यताको तटबन्धको समस्या अनि बुटोलको र तिनाउखलामा जुन फोहोरहरू फालिएको छ यो फोहोर चाहिँ यसलाई चाहिँ मोर बनाउनु पर्छ र बुटोल हाम्रो सिटीमा चाहिँ र तिलोत्तमा हरेक सहरमा हाम्रो अनप्लान टाइपको छ त्यसमा स्ट्रिट नम्बर र क्रस नम्बर युज गरेर हामीले त्यसलाई अगाडि बढाउँछौँ भन्ने हो र छैन महिनाको जुन रङ्गशालाको त्यहाँको हस्पिटलको त्यहाँको रिफ्रेस सेन्टरको त्यहाँको जुन ड्यामहरू लगायत धेरै कुराहरू छन् अधुरा कुराहरू त्यसलाई पुरा गर्न र यो जुन लुम्बिनी प्रदेशको मुख्य केन्द्र भनेको चाहिँ यो रूपन्देही क्षेत्र नम्बर 2 बुटोल हो बुटोलले चाहिँ हामीले खानेकुरा र लाउने कुराहरू हामीले अर्घाहाँची गुल्मी पाल्पा सेङ्जा रोल्पा रुकुम बागलुङ होइन प्युठान होइन यतातिरको हामीले खाइदियो यतातिरको लगाइदियो भने चाहिँ हाम्रो यहाँ के हुन्छ भन्दाखेरि चाहिँ उतातिरको विकास हुन्छ हाम्रो चाहना भनेको देश फर्क अभियान गाउँ फर्क महाअभियान आत्मनिर्भर नेपाल महाअभियान र अर्को भनेको निरोगी नेपाल महाअभियान यो अभियानहरू छन् यसका लागि चाहिँ समग्र अर्घाँचीमा हामीले रोजगार सिर्जना गर्नका लागि त्यहाँको जमिनहरू सदुपयोग गर्नका लागि त्यहाँको हामीले बजार व्यवस्थापन पहिला गर्नुपर्ने हुन्छ र त्यो बजार व्यवस्थापन गर्नका लागि म यो बुटोलमा आएको छु यो बाहेक पनि धेरै कुराहरू छन् सर तपाईँले चाहिँ पार्टीबाट चाहिँ टिकट नपाएर स्वतन्त्र उठ्नु भएको हो होइन मलाई लगभग नेपालको सबै पार्टीले केन्द्रीय सदस्य र टिकटको लागि बोलाउनु भएको हो सबैले भन्नुभएको तर मलाई चाहिँ के भयो भन्दाखेरि चाहिँ अब अहिलेको लागि भनौँ न सबै भइसके पछाडि पनि म त्यस्तो पार्टीगत जानु मन लागेन र पहिला पनि स्वतन्त्र उठेको हुनाले म आफैले स्वतन्त्र उठेको हो र टिकट मलाई सबै पार्टीहरूले दिन्छु नि भनेको दिन्थे पनि होला र उठाएका एजेन्डाहरू त एक्लै गएर पुरा हुने त छैनन् नि फेरि अब हाम्रो स्वतन्त्रहरूको पनि हाम्रो एउटा एलायन्स जस्तो छ है अहिले हामीले जुत्ता चुनाव चिन्ह लिएर चाहिँ देशभरिका स्वतन्त्रहरू मिलेर चाहिँ गरिरहेछौँ अब कसैले मोबाइल लिनु भएको छ कसैले के लिनु भएको छ र हामी सबै मिलेर अहिले भर्खरै नहोला अहिले भर्खरै म स्वास्थ्य शिक्षा फ्री गर्न नसकुला अहिले भर्खरै मैले बुटोलमा सबैलाई रोजगार दिन नसकुला तर प्रयास निरन्तर जारी छ एउटा निष्काम कर्म एउटा चाहिँ इमान्दार भएर निष्ठापूर्वक चाहिँ जुन देशै बिरामी भएको अवस्था छ गाउँ रित्तेको अवस्था छ बिस्तारै सहर रित्तिने अवस्था छ जुन हामीले पढेका साथीहरू आज बुटोलमा कोही पनि देखिँदैनन् हो त्यस्तो अवस्थामा चाहिँ हामीले केही परिवर्तन यहाँबाट सुरुवात गर्नुपर्छ र अगाडि बढ्नुपर्छ र धेरै कुरा मैले बोलिसकेको छु त्यही बोलेका कुराहरू पुरा गर्नका लागि यहाँ आएको छु मैले घाइतेको जुत्ता चुनाव चिन्ह जुन जेनजीको जुत्ता छ त्यो चुनाव चिन्ह लिएर म उठेको छु र नेपालभरिबाट हामी धेरै ठाउँबाट यही चुनाव चिन्ह लिएर उठेका छौँ है त अब धेरैजना अब स्पेसल्ली भन्नुपर्दाखेरि पुराना शक्तिहरू चाहिँ आउनु हुँदैन नयाँ शक्ति हामी मिल्नुपर्छ साथ दिनुपर्छ र नयाँ लड्यो भने पनि गाह्रो हुन्छ त्यही भएर मैले स्वतन्त्र वैकल्पिक शक्तिहरूलाई एकजुट हुँ र पर्यो भने म त्यसका लागि के गर्नुपर्छ कहाँबाट के गर्नुपर्छ त्यसका लागि तयार छु मेनली भन्नुपर्दाखेरि म जित्छु जित्दिनँ फरक भएन परेन तर मेरो देशले जित्नै पर्यो होइन अनि मेरो घर बन्छ कि बन्दैन फरक परेन मेरो राष्ट्रको धरोहर बन्नै पर्यो अनि त्यसरी म उठ्छु कि उठ्दिनँ या भनौँ न म भन्दा पनि मेरो देश र जनता चाहिँ माथि राखेर पहिला देश जनता अनि म र नेपालको सम्पूर्ण स्रोतहरूलाई सदुपयोग गरेर यो देश बनाउन सक्छु बचाउन सक्छु यो देशमा सबैजनालाई मैले चाहिँ रोजगार दिएर जे आफू सक्दो प्रयास गर्न सक्छु भन्ने आत्मविश्वास सहित आएको छु हजुरहरू सबैलाई एकदमै धेरै धन्यवाद हुँदैन त्यसलाई